हामी पोखराबाट अहिले यो घान्द्रुक आइपुग्न लाग्छौँ। हेटम्यान पछाडि हुनुहुन्छ एचएटी हेट हो, फेरि एचएटिई होइन है, हेटम्यान पछाडि देवी दाई, बिनाजु, भान्जा, नारायण फेरि पुरा बाबु झोला बोकिन्छ नि। ठिक छ ल, झोला बोक्ने कुरो भइरहेछ, छोरोलाई फकाइरहेको छु होइन। अब यता हामी यो यहाँ जाममा परेका छौँ। अब एकछिनमा यहाँबाट हिँड्ने कुरा भइरहेछ। लगभग खुले जस्तो खुल्छ। अब आधी घन्टामा खुल्छ। नमस्ते। घान्द्रुक पुग्न लाग्छौँ है साथीहरू हामी। घान्द्रुकबाट अब 20 मिनटमा यो के आयो, यो आयो, यो खानेकुरो भएको छ अहिले होइन। अब यो गाडी ट्रेकिङ सुरु भयो होइन, साथीहरूले चक्लेट निकाल्न सुरु गरे। दिस इज नट गुड होइन, खसीको कुरा निकालेर हामी चाहिँ अगाडि बढ्दैछौँ है, अगाडि बढ्छौँ। आज चाहिँ चेम्रुङमा बास हुन्छ कि कहाँ हुन्छ भन्छ आज बास? चेम्रुङ नै होला आज बास। बाटो खुलेन भने यहीँ हुन्छ बास, बाटो खुलेन भने यहीँ बसिन्छ, गाडीमा सुतिन्छ। ल टेन्ट छ टेन्ट छ। यो मानेकै छैन। बिहान चोमरङबाट 8 बजी निस्क्यो, सुतेको भयो। नारायण बाबुले लास्टै ढिलो गरेर अनि सुतेको भयो है। अहिले 8 बजी बल्ल चोमरङबाट हिँड्यौँ। कसैले दोभान पुग्ने भन्छन्, कसैले तपाईँको हिमालय अरे। मैले के भने जहाँ पुग्यो नि त त्यही पुग्ने हो। आनन्दले हिँड्ने। ट्रेकिङ इज नट द टार्गेट के। ट्रेकिङ भनेको चाहिँ यात्रा हो, त्यो बाटोको भाइब्स लिने हो। त्यो भाइब्स अनुसार होइन र बिनाजु। ट्रेकिङमा के त्यहाँ पुग्ने भन्ने हुन्छ? छैन, कम्पिटिसन होइन नि त। कम्पिटिसन हो ल आनन्दले। म फेरि मेरो कन्फिडेन्ट लेभल चाहिँ हाई कसरी छ नि, भिनाजु साथमा हुनुहुन्छ के होइन। भिनाजु नभएको भए चाहिँ कन्फिडेन्ट लेभल आउँथेन। तर यो नारायण छ नि, जे बोक भन्दा नि मैले सक्दिनँ क्या भन्छ के। यात्रा ग्रुपमा गर्दाखेरि त ल आई क्यान भन्ने हो नि त, मैले सक्छु ल यस भन्ने हो नि। लास्टमा नसकेको सबैलाई थाहा हुन्छ नि, हेल्प गरिहाल्छन्। त्यो फिलिङ्स आउनुपर्छ के ट्रेकिङमा है। मैले यो सजेसन दिएँ। चोमरङबाट यहाँ शेरबु खोला आइयो। शेरबु खोलासम्म आइपुग्दाखेरि चाहिँ 2 जना साथीहरू चाहिँ रकेट एबिसी पर्नु भएछ। हामी चाहिँ आनन्दले आइरहेछौँ। देवलाल दाई हाम्रो अग्रज भनेको दाजीले नै छोडेर हिँडिदिनु भयो। भान्जा र भिनाजुले चाहिँ साथ दिइरहनु भएको छ, सँगसँगै किशोर पनि छ। यात्रा जारी छ है साथीहरू। गाह्रो भयो भनेको मात्रै हो। सबभन्दा धेरै हिँड्ने स्रोत यो उकालो हो। उकालो हेर, तल हेर, उकालो हेर हो, उकालो। अब अप्पर सिङमा आइयो। अब यसपछि बेम्बो पुगिन्छ हो साथी हो। आम चाहिँ सुजी आमाको भएन।
बाटो चाहिँ यस्तो छ। आमा रमाइलो भन्ने कि के भन्ने, यस प्रकृतिसँगको संयुक्ततामा यात्रा हुन्छ कि त्यो चाहिँ एउटा मजा लाग्यो। सर यो पानीको धुन होइन छङछङ, अनि यो तलबाट चाहिँ नदी सुसाइरहेछ होइन, त्यो चाहिँ मजा लाग्दो रहेछ कि। यो ट्रेल चाहिँ मलाई त्यो हामी बेम्बोबाट अगाडि लागेपछिको चाहिँ ट्रेल रमाइलो लाग्यो के। त्यहाँको चाहिँ बाटो होइन प्राकृतिक रूपमा पूर्ण सुन्दर, अनि कस्तो नि एकदम स्टिप अप पनि छैन के। स्टिप अपमा भएपछि तरपाएँ हल्का उकालो हल्का ओह्रालो इजी लाग्यो। एकजना मान्छे भेट भयो फेरि बेङ्गलोरको होइन, 120 किलो रहेछ, मजाले गएर आएछ, मजाले मजा मानेछ। म पनि 120 हुँदै प्लान बनाउनु पर्ने रहेछ। अब वेट 100 भन्दा मुनि लाग्यो, नत्र 100 प्लसको चाहिँ रेकर्ड राख्नु हुन्थ्यो। हेरौँ देउरेलीबाट हिमालय हुँदै एमबिसीको टार्गेट हो। आज बास बस्न सकिन्छ कि सकिन्न होइन। नारायण बाबु के भन्नु छ? राम्रो छ। तैँले फेरि केही बोक्दिनँ भन्छस् यार, झोला यस्तो हलुङ्गो छ तेरो, के झोला देखाउने यार साला, झोलामा केही पनि छैन, तै पनि गरुङको छ भन्छ खालि। मान्छे बाठो रहेछ छोरो, यसले ज्यान पाल्छ राम्ररी। यसलाई बिहा गरिदिए हुन्छ, जसलाई बिहा गरिदिने यसले ज्यान चाहिँ पाल्छ। ल पाल्छ, बुढी एकदम मजाले पाल्छ यसले। हामी यो झरना भएको ठाउँमा आइयो, एकदम पुरा रमणीय ठाउँ होइन। यो दृश्य चाहिँ एकदम मनमोहकै रहेछ। यो चाहिँ पुरा रमाइलो ठाउँ रहेछ क्या है। यात्रा गर्दै आउँदाखेरि चाहिँ दोभानबाट माथि लागेपछि एकदम है यो माथिसम्मको है, माथिबाट आउँदा झरेन अझै भिडियोमा अझै आएको ल भन्छ अटाएँ। यता मन्दिर होइन, यहाँबाट माथि चाहिँ यो मन्दिर कटेपछि यहाँ मासु खाना चाहिँ यो चाहिँ ऊ रहेछ, चाहिँ ब्यान्ड रहेछ होइन। यो धार्मिक आस्थाको कारणले गर्दाखेरि मन्दिरको नाम चाहिँ पोजिङह्याम बराङ अरे होइन। जस त्यो चाहिँ एकदम सोलिड स्पोर्ट लाग्यो मलाई चाहिँ। गीत बजाउनु न, गीत ल देख्दै वहाँ भिडियोमा देखिएको टिनहरू चाहिँ देउराली सरी हिमालयबाट हाम्रो सुरत दाइ यहाँ आउँदै हुनुहुन्छ, हाम्रो टोलीहरू पछाडि। यहाँको नजारा ल यस्तो छ। यो देखिएको देउराली। अब हामी देउरालीको नजिक आइपुगेका छौँ। यो देउराली, यहाँ देउराली पुग्ने बेलामा टक्कै यस्तो छ। यहाँ देख्न सक्नुहुन्छ यो
फर्स्ट टाइम हिउँकै छेउबाट हिँडिरहेको छु ल जिन्दगीमा यस्तो पनि भयो पुरा भित्र हिनाजुलाई केही हुँदो रहेछ म त गएँ अब साँझ के हो नि फेरि हेरौँ न साँझको कुरो साँझ गर्छु है ल हजुर ल बोल्नु न ए उपेन्द्र राई आउँछु जान्छु जान्छु एबिसी जान्छु भनेर लास्ट आवरमा धोका दिने तिमीलाई उपेन्द्र राई अनि एक कति सियोर भनेर धोका दिने विज्ञान भाइ ए तेरो भाइ एबिसी आयो देखिस् ल आइज त पनि अब बल्ल च्यालेन्ज भयो एबिसी आइज ओ सकिन्न यार सकिन्न हिउँ फोड्न सकिन्न पुरै जमिसकेछ ल एबिसी आइयो यहाँसम्म बडा मजा आछ होइन साथीहरूले चाहिँ अब पुग्छ पुग्दैन हुन्छ हुँदैन सक्छ सक्दैन ज्यान यत्रो छ त्यसमाथिबाट हिँडेर 3 दिनसम्म लगातार उकाली ओह्राली अनि हाई अल्टिट्युड 41-30 ओहो सम्भव छैन जस्तो लागिरहेको थियो आफूलाई पनि तर पनि सबै ग्रुपको हौसलाले गर्दाखेरि किशोर भाइ नरेश भिनाजु भान्जा देवीदाई नारायण सबैले सकिन्छ भन्ने हिसाबले आरामले स्लो एन्ड स्टडी हिँडेपछि यहाँ एबिसीसम्म आयो एबिसी बेस क्याम्पसम्म र यो दृश्य चाहिँ बडा मजाको छ है यो कस्तो आनन्द फिल भइरहेछ अहिले यो बोल्दा पनि कस्तो गाह्रो अलिकति कस्तो भइरहेछ नि तर पनि ओभरअलमा यो टुर चाहिँ कस्तो आर्टिफिसियल जुन दुबईमा आर्टिफिसियल स्नो हिउँमा खेल्ने ठाउँ थियो नि त्यो ठाउँमा म गइसकेको थिएँ र हिउँ मैले जीवनमै अहिलेसम्म नेचुरल यो हिउँ परेको यसरी बरफहरू जमेको यो मैले देखेकै यो फर्स्ट टाइम हो कि आफ्नै आँखाले अझ यो चस्माले किन यी नाङ्गो आँखाले हेरेको फर्स्ट टाइम हो लाइफमा होइन यति आनन्दको अनुभव भएछ नि किनभने आई कङ्कर्ड इट के म हिँड्न सक्छु सक्दिनँ सक्छु भन्ने मलाई कल्पनै थिएन तर साइक्लिङ पछि तपाईँको किशोरले सकिन्छ भनेर उहाँ कोरी पुग्यो होइन छोराछोरीलाई लिएर कोरी गइसकेपछि त्यहाँको हाइट चाहिँ 3800 एप्रोक्सिमेटली 3800 थियो होइन तर यहाँ चाहिँ हामी 4200को एल्टिट्युडमा छौँ नि त 4200 मिटरको अनि यस्तो हाइटमा विदाउट सफोकेसन गाह्रो नभइकन यहाँसम्म आम्ला भन्ने मैले सोचेको थिएन मेरो टार्गेट के थियो भने पाथिबाट जाँदाखेरि पनि म तल जहाँसम्म सक्छु जान्छु माथि माताले बोलाउनु भएको छैन पुगे सक्छु जान्छु भनेको थिएँ त्यहाँ पनि सकेँ इट वाज 3700 3800 अनि त्यसपछि अहिले पनि जहाँसम्म सक्छु बेम्बो होला जहाँ होला त्यहीँसम्म पुगेर बरु रेस्ट गर्छु भनेर मेरो इन्टरनल मेरो मनको चाहिँ त्यो थियो के कुरा तर हिँड्दै जाँदा बिस्तारै हिँड्दै जाँदा र ग्रुपले पनि सपोर्ट गर्यो होइन आज सकिने यहीँ बस्छौँ 4 बजे सुत्यौँ हामी खोइ 4 बजे सुत्यौँ कि होइन माथि चोमरङमा हिँडेर उतिखेरै सुत्थ्यौँ हामी 3:30-4 बजी चोमरङ सुत्यो त्यसपछि बेम्बोमा पनि 3:30-4 बजे नै सुत्यो अब नजाने भन्ने होइन यसरी चाहिँ देउरालीमा बस्यो यसरी हिँड्दाखेरि चाहिँ के भने एउटा ग्रुप म्यानेजमेन्ट पनि हुन्छ सपोर्ट पनि हुन्छ ऊर्जा प्रदान भयो मलाई र त्यही अनुसार यहाँसम्म आइयो सम्पूर्ण टिमलाई धन्यवाद छ यो मेरो लाइफ टाइम एचिभमेन्ट हो साथीहरू कोही आउन चाहनुहुन्छ भने जस्तो सुकै सर्ट टाइम र एकदम सर्ट ड्युरेसन गरेर म 2 दिनमै पुग्छु 3 दिनमै पुग्छु भनेर आफ्नो शरीर अनुसार है फेरि शरीर अनुसार आफ्नो शरीर अनुसार होइन 3 दिन 4 दिन लाग्छ भइहाल्छ पुगिहालिन्छ भन्ने हिसाबले आउनु भने चाहिँ तपाईँहरूले गर्न सक्नुहुन्छ र यहाँ चाहिँ अलिकति ग्रिनरी पनि अलिअलि यो खुलेको पाहाडहरू भए पनि ग्रिनरीहरूले गर्दाखेरि चाहिँ तपाईँको हुँदो रहेछ
अल्टिट्युड लेक चाहिँ लागेन है, राति सुताइ पनि आनन्दको भयो, मलाई लेक चाहिँ लागेन। ल सम्पूर्णलाई धन्यवाद, जय होस्। यस आई स्वीकृति तिमी अहिले एबिसीमा छौ छोरी, युआर इन एबिसी। ओ आई लभ यु छोरी। म मेरो छोरीको नाम है SWIKRITI होइन? यस त्यहाँ यो हिउँमा होपलेस लागिरहेको छ। PI छोरी आई लभ यु। तिम्रो नाम लेखेछु। हार्ट बनाइदिनु हो कि हार्ट पच ए एम एम ए त्यही ठिक हो। ए यहाँ त गाह्रो हुन्छ नि त। एम ए ल अमन तिमी एबिसीमा छौ है। आई लभ यु स्वीकृति जरा छोरी। ल यहाँ आएर श्रीमतीको छोराको छोरीको नाम लेखेर एबिसीको काखमा यसरी रमाउन पाउँदा साह्रै नै आनन्द अनुभव भइरहेको छ है। अब यो कता लड्किन्छ थाहा छैन, यस्तो पल्टम भनेको यसको सपोर्टमा पल्टिन्छु भन्छ है। ओहो ओए बुर्किँदै उहाँ पुग्न बेर छैन। ल म यस्तो पोजिसनमा छु साथी हो। ए ल गयो 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 म लड्किँदै तल जाँदैछु है। अब यो डर पनि लाह भिराजो यस्तो गर्दैछु है बच्चा बच्ची। बुर्केछु बोट जसरी गरौँ न त ल। ल सबलाई नमस्कार एबिसीबाट। ए नमस्ते साथीहरू, हामी यहाँ हिमालमा छौँ। यता भिनाजु हुनुहुन्छ। भिनाजु चाहिँ दुबईबाट आए जस्तो गरेर बनाइरहनु भएको छ कि किन थाहा छ? दुबईमा आर्टिफिसियल हिउँ छ नि त, आर्टिफिसियल हिउँ छ त्यही भएर होला। अनि भान्जा हजुर के छ? हजुरको त सेकेन्ड टाइम हो, फर्स्ट टाइमको र अहिलेकोमा के छ फरक? साइमनलाई केही भन्नुहोस् कि यसैबाट। फर्स्ट टाइम आउने बेला हिउँ त्यही थिएन, भिनाजु अहिले हिउँ अलिक बढी भएछ। हो अनि अहिले कस्तो फिलिङ्स आइरहेछ? एकदम रमाइलो छ। यहाँबाट को कोलाई सम्झन चाहनुहुन्छ? म यहाँबाट म मेरो माताश्री पिताश्री र दादाश्रीलाई सम्झिन चाहन्छु। यहाँबाट माइजूलाई नै सम्झिनु न। माइजूलाई त सम्झिहाल्छु, अरू सब मन नै हो। भिनाजु केही भन्न छ हजुरले? भन्न त के भन्ने, यो बोल्ने समय नै होइन। यो भएको जुन यो हाम्रो जुन अहिलेको चारैतिर जुन यो सेतै बरफले देखिएको जुन यो भाग देखिरहेका छौँ, जुन हिमालको काखमा छौँ, यसलाई अहिले बोल्नभन्दा पनि यसलाई कैद गरेर राख्ने समय हो होइन। तर जिउँदो हुँदाखेरिको स्वर्ग भनेको चाहिँ यो हो है साथी हो। मैले पहिला पनि पटक पटक भनिराखेको छु होइन। पहिलाका मेरा प्रयासहरू यो नि हजुरको फर्स्ट टाइम हो नि त? अन्नपूर्ण बेस एबिसी फर्स्ट टाइम, अन्नपूर्ण बेस क्याम्प फर्स्ट टाइम। अन्नपूर्ण बेस ल चेयरअप भिनाजु चेयरअप। ल चेयरअप किन चाहिँ यहाँबाट फर्कनै मन लाग्दैन कि धेरै बेर भइसक्यो। मलाई धेरै बेर त भयो तर फर्कनै मलाई तपाईँको मजाले बसौँ जे होला होइन जे होला उता किशोर पनि बिजी छ भिनाजु हेर्नु न। उहाँ किशोर र भान्जा नि बिजी, बडे भिडियो बनाएको छन्, खिचिआएको छन्, क्यारेको छन् उता उता बिजी भिनाजु। मलाई यस्तो गाह्रो छ नि, म 7 गते घर नपुगी हुन्न के, तर पनि म अब के गर्ने, मजा आइरहेछ, बडा आनन्द छ। कारोबार व्यवहार हेर्नु पऱ्यो नत्र बस्न हुन्थ्यो यतै अझै 2-4 दिन। फर्किने मन छैन हो, मन छैन।
तर त्यो तानेर ल्याएको गाह्रो भएको त्यो भिडियो बनाएको त्यो नाटकै हो है। त्यस्तो दुःख चाहिँ छैन एबिसी आउन। बरु कोरीमा छ, सिक्लेसबाट कोरी जाँदा बरु गाडी छ, गाह्रो छ, यो छैन है। तर म आएँ है साथी हो, म एबिसी आएँ है साथी हो, म चाहिँ एबिसी आएँ है साथी हो, म आएँ है। ल है म चाहिँ एबिसी आएँ है साथी हो, म आएँ है, म चाहिँ एबिसी आएँ है, म चाहिँ आएँ है। र फेरि हिउँ परेकै बेलामा आएँ है साथी हो, आएँ है, म चाहिँ एबिसी आएँ है साथी हो। ए बुढी एबिसीमा छु म, तिमीलाई के ल्याइदिउँ यहाँबाट भन त? आइसल्याम पनि पग्लन छ, मैले तिम्रो लागि आजीवन नपग्लनी माया लिएर आउँदैछु एबिसीबाट। यो प्रगट माया जसरी हिमालबाट हिउँहरू पग्लिँदै गए पनि मेरो माया तिम्रो लागि पग्लिने छैन। यी पग्लेका हिउँहरू हुन्, मेरो माया तिम्रो लागि यसरी नै यी अटल अटल हिमाल जस्तै यस्तै रहनेछ मेरो माया तिम्रो लागि प्रिय। डराइ डराइ हिँडिरहेको छु, यस्तो छ बाटो। अब यो लिर्क्यो लिर्केन ल ल ल ल कहाँ यो 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 दबेको हुन्छ क्या फेरि, त्यही भएर अलि डर लाग्छ। अलिअलि प्र्याक्टिस त भयो ल। यस यस आइएम हियर भान्जा दुख्छ के दुख्छ। ए भिनाजुले छोडेर जानुभयो यार अहिले लास्ट आवरमा सालोलाई छोड्ने। भिनाजु छोड्नु भएन है भिनाजु। यहाँ माथिबाट हिँड्दै तल आइरहेछौँ र आउने ठाउँमा ए भान्जा हजुरले के गर्न लाउनु हजुर? दुख लाग्यो प्लिज के भान्जा, दुख्छ के? माइजूलाई भनिदिन्छु है म, भान्जा बिस्तारै भान्जा। अया दुख्यो। जसले जे भनोस् म त भिडियो बनाइरहन्छु है। एबिसीमा सुरजले भिडियो बनाइ छ है। जसले जे भनोस्, भिनाजु रिसाउनु, भाइले जेसुकै भनोस्, रिसाओस्, मैले चाहिँ भिडियो बनाइरहन्छु। म अझै 1 घन्टा तल होटलमा जान्न है। म यहीँ हो ल है भान्जाश्री हाउ आर यु? के छ? म पनि यहाँ हिँड्दैछु है बिस्तारै। कस्तो फिल भइरहेछ? एभब अन्नपूर्ण बेस क्याम्प। ओ हेमजी ल थ्याङ्क यू भान्जाश्री। किशोर ओ भाइ के छ? हेर त बाटै हेलिकप्टर आयो ल साथी हो, बाटै हेलिकप्टर कति आउने आइछ। भाइ के छ? यही हो ल भान्जा। ए के अरे हो र? छिटो हिँड्नु पर्यो। अहिलेलाई रिस्क छ कि छैन? अहिलेको कुरा हो के यस्तो। अहिले के छ भाइ भन त? म कुन बाटोमा? म तलबाट आउँदैछु। कता आइयो बाबा। डेन्जर छ यार, तर एडभेन्चर छ। अब हामी फेरि तल बेस क्याम्पतिर झर्दैछौँ है। एबिसीको बेस क्याम्पतिर। भिनाजु धोका दिनुभयो। अहिले म पुरै हिउँमा हिँडिरहेको छु, हिमालमै हिँडेछु भन्दा नि हुन्छ। ल अब यो
अनुहार पनि कसरी देखाउने कसरी नदेखाउने यो यसले कोप्दै आइडेन्टिफाई गर्दै हिँडिरहेको छु है साथीहरू म। ए अब यहाँ भिरलिप्त भयो भने के हुन्छ थाहा छैन। ओहो यी टोली अगाडि गइसक्नु भयो, टोली अगाडि हुनुहुन्छ। म भिरलित त्यो आइसमा पहिलोचोटि हिँडेको नि त स्नोमा बडा। साथीहरू अब यहाँबाट तल झर्दैछौँ भिनाजु र म। बेस क्याम्प माथि बेस क्याम्पबाट लगभग 200 मिटर हाइटमा पुगेका थियौँ। अब अहिले चाहिँ तल झर्दैछौँ। अब मेरो सपोर्टमा चाहिँ भिनाजु हुनुहुन्छ, नरेश भिनाजु। उहाँको सपोर्ट हौसला ऊर्जाले म अगाडि बढिरहेको छु है। एकदम अब हेर्नु न, अब आइसबाटै अब यो होटल एरिया आयो ल। यहाँ एबिसीको माथि रोक्नु त, माथिबाट माथिबाट आएको है हामी, माथिबाट आएको है साथीहरू। ल हेर्नु त यो पोजिसनबाट हामीहरू अगाडि बढिरहेछौँ। अब होटलमा आउनु लाग्यो, होटलमा आउँदा ल हिमाल हेर्नु त, ल हेर्नु त हिमाल हेर्नु त। नरेश भगवान्सित हिमाल हेर्नुहोस् त, हेर्नुहोस् त ल हेर्नुहोस् त। हामी हिँडिरहेछौँ हेर्नुहोस् त, ल हेर्नुहोस् त, हेर्नुहोस् त, ल हेर्नुहोस् त भिनाजुलाई फेरि, ल हेर्नुहोस् त फेरि एकचोटि, ल यहाँबाट हेर्नुहोस् त। ल भिनाजु भन्नुहोस् त, केही भन्नुहोस् त। ल हिँड्नुहोस् त भिनाजु, हिँड्नुहोस् न एबिसीमा हिँड्नुहोस् त, दौड्नुहोस् त। अब चाहिँ होटलतिर अगाडि बढियो हो। अब यहाँ ड्रेस चेन्ज गरेर ट्याक्क आज अब घरतिर लाग्ने हो। कहाँ बास हुन्छ थाहा छैन आजको है, होइन भिनाजु? अनि डाउन हो नि भिनाजु। अहिले एबिसी बेस क्याम्प आइपुग्यौँ। माथि चढिएको थिएँ, माथिबाट एबिसी बेस क्याम्प आइपुग्यौँ। अब ब्रेकफास्ट गरेर, अब आज ब्रेकफास्ट गरेर अब हामी तल झरिन्छ। आज सकेसम्म हिमालयमा बास बस्ने प्लान हो। अब हेरौँ सम्भव के हुन्छ। तर ओभरअल टुर चाहिँ एकदम रमाइलो भयो। एबिसीको यात्रा रमाइलो लाग्यो मलाई। मेरो अहिलेसम्मको जति पनि टुर गरेछु नि, त्यो टुर मध्येको सबभन्दा रमाइलो टुर चाहिँ एकदम यही लाग्यो कि हेर्नु न, होटलको छेउमै हिउँ छ कि, होटलकै छेउमा हिउँ छ। यस्तो हिउँमा यति रमाइलोमा यस्तो भयो कि। नमस्कार, हामी अब एबिसीबाट छोमरुङ हुँदै पोखरा हुँदै अब घर फर्किने क्रममा छौँ। अब हेरौँ अब आज कहाँसम्म पुगिन्छ। दोभान हुन्छ कि बेम्बो हुन्छ कि देउराली हुन्छ कि। बस्न मन चाहिँ तपाईँको त्यो हामी उसमा के अरे देउरालीमा बस्ने इच्छा छ। अब हेरौँ के हुन्छ थाहा छैन। अब आजलाई चाहिँ आज हाम्रो चाहिँ एबिसीको चाहिँ अब अन्तिम पलमा छौँ हामी, अन्तिम क्षणमा छौँ, अन्तिम सेकेन्डमा छौँ। अब एबिसीलाई आजको लागि चाहिँ बिदाई गर्दैछौँ। हेरौँ फेरि पनि एबिसी आउने मौका मिलोस्, त्यो स्पिरिट, त्यो जोस, त्यो जागर मिलोस् र टिमवर्क मिलोस्। त्यो भयो भने फेरि पनि एबिसी आइन्छ। ल अन्नपूर्ण बेस क्याम्पबाट हिमालका यी दृश्यहरू यहाँहरूले हेर्न सक्नुहुन्छ। यताबाट माछापुच्छ्रे हिमाल, यता हिमालको डाँडाको नाम थाहा भएन। यहाँ हामी बसेको घर ल यो है। हामी अब यो अन्नपूर्ण साउथ, त्यसपछि यता आएर हेर्नुहोस् यो हिमचुली भनेको चाहिँ यो है। अब हामी चाहिँ अन्नपूर्ण हिमचुली, अब अन्नपूर्ण साउथको यात्रा अब लगभग हामी अन्तिम चरणमा छौँ। अब यसपछिको हाम्रो योजना भनेको अन्नपूर्ण एबिसी नर्थ जाने कार्यक्रम छ। अब हेरौँ त्यो इच्छा कहिले पुरा हुन्छ। अब त्यो पुरै
राउन्ड अफ 360 भ्यू यहाँहरूलाई देखाउन गइरहेछौँ। एबिसीको यो 360 भ्यू हो। 360 भ्यू यो पुरै हेर्नुहोस् त, पुरै हिउँले पहाडहरू, पुरै हिमालहरू हेर्न मजाले हिमालहरू पुरै ढाकिया छ। हिमालहरू हामी एकदम हिमालको बिचमा छौँ अहिले, सेन्टर पोइन्टमा छौँ। हामी एकदम सेन्टर पोइन्टमा छौँ है, एकदम सेन्टर पोइन्टमा छौँ। अब हामी यहाँबाट चाहिँ अब आउट हुँदैछौँ, अब निस्किँदैछौँ। ल नमस्कार, बाई बाई। हामी ठ्याक्क एबिसीमा यहाँ होटल प्याराडाइज गार्डन होटलमा छौँ होइन। यहाँबाट चाहिँ होटलबाटै देखिने भ्यूहरू है, कस्तो मजाको भ्यू। यहाँबाट टक्क यस्तो मजाले भ्यू आछ है। अब हामी हुनुहुन्छ ल बाहिरमै साथी, यस्तो मजाको क्या। यता अब सोल्टीहरू, ल यता दाजी यता भेना नारायण। फेरि के भयो यसलाई, घर जान आसिया। ए बाबु के छ नि, यो खुकुर रम हान्न एउटा, एक क्वार्टर खुकुर रम रेशम फिलिली हो क्या। यसो गर्नु पर्यो, नारायणलाई झैकट्टे खुवाउनु पर्छ। ल अब वी आर भेरी स्लो। ल हामी अहिले एबिसी बिदाई हुँदैछौँ। एबिसीबाट अब हामी निस्कियौँ। भिनाजु पनि आउँदै हुनुहुन्छ। यो अन्नपूर्ण गेस्ट हाउस एन्ड रेस्टुरेन्ट है। अब यहाँबाट उहाँहरू चाहिँ देउरालीबाट आउनुभएछ आज। या ओहो या You got a lot of followers. Yeah, I have. Oh, brilliant. Oh, we met. Where are you from? From England. Oh, nice to meet you here in ABC. Okay. Next time we'll meet in London. Okay. Cheers. Oh, whoa. It feels good. Yeah, nice to see you all here. ल हामी तल झर्दैछौँ। बाटो यस्तै छ। अब यो हिउँ भएको ठाउँहरूलाई बिदाई गरेर अब हामी पछाडि अब अगाडि बढ्छौँ। यताबाट भिनाजु आइरहनु भएको छ। यो यस्तो भ्यू छ है। यो अब यो अलिअलि तल पनि हेर्न पर्ने साथीहरू है। एबिसीबाट अगाडि बढिरहेको छ। भिनाजु र म सँगसँगै छौँ। बाटो चाहिँ यस्तै हो। यो भ्यू यहाँको एबिसीको भ्यू। नारायण र देवलाल दाइ उहाँ पुगिसक्नुभयो। पुरै भ्यू है यो। माथिबाट भिनाजु आइरहनु हो। हिमालको काखबाट भिनाजु तल झरिरहनु भएको छ। अब ठ्याक्कै हामी अगाडि बढिरहेछौँ। रियली लभ दिस प्लेस। ल हेर्नु न यहाँ यो भ्यू चाहिँ देखाउनु मन लाग्यो कि मलाई। यो हेर्नु यो पानी यहाँ जमिरहेछ कि यो पुरै पानी जमेछ। भिनाजु यो भनिदिनु त केही भनिदिनु त प्लिज। यो पुरै घाम लागिराखेको छ होइन। यो उज्यालो घाम देख्नु भएको छ, आनन्द छ भन्नु भयो। टेम्परेचर कति छ भन्ने बुझ्नु भएको छैन। टेम्परेचर चाहिँ यसले बुझाउँछ। यो पुरै होइन, खोल्साको पानी बगिराखेको पानी बग्दा जमेको छ भनेपछि टेम्परेचर बग्दै जमिरहेछ कि। टेम्परेचर त -2 मा छ अहिले है। यो घाम लागे पनि -2 डिग्री छ। बडा उ छ तर आनन्द। तल बगिराखेको छ। हजुरले कुरकुर आवाज सुन्न सक्नुहुन्छ। तलको यहाँ हल्का भित्रबाट हेर्नुहोस्, भित्र बगिराखेको छ, माथि बाहिर जमिराखेको छ है। -4 डिग्रीमा आइस हुन्छ। हेर्नुहोस् है, -4 डिग्रीमा आइस हुन्छ। त्योभन्दा तल गयो भने फेरि पानी बग्छ नि त, पानी जम्दैन। -4 डिग्री भन्दा मुनि चाहिँ हुन्न। बार्सिलोना हाम्रो पालो आयो। ल भिनाजुको खुट्टामा दमको पस्यो, मेरोमा चाहिँ केही भयो छैन। लौजा बहुत जम गरेपछि यस्तै हुन्छ होइन। आफू त स्लो एन्ड स्टुडियोवाला हो। यहीँनिर यो बिस्तारै गइरहन्छ, केही फरक परेन। लौजा यता फेरि देवलाल दाईलाई के भयो? देवी दाई के भयो?
किशोर ए ल एमसीबाट झर्दैछौँ यस्तो मजाले झरिरहेको छ आज बाँस काट्नु हुन्छ थाहा छैन कहाँ हुन्छ बाँस थाहा छैन अब यताबाट फेरि भिनाजु र किशोर यता आउँदै हुनुहुन्छ हामी अगाडि बढेको बढे गाह्रो छ अब यो ओह्रालोमा झन् गाह्रो होला यही बाटो हिजो उकालो चढ्दाखेरि यति गाह्रो भयो थियो पाइला सार्न सकिँदैन बाटो यही हो है पाइला सार्न सकिँदैन अहिले त आनन्दले अहिले त बोकेर नि लान्छु एकदम अहिले त मान्छे बोकेर नि लान्छु के बोकेर नि लान्छु ए भिनाजु अहिले त बोकेर लानु पर्यो लान्छु है मैले अहिले बोकिदिन्छु भिनाजु ओहो पुरै यो पुरै हिमालकै है वाला हो म त सुरुवाला आरामले हिँड्छु अब सजिलो त सजिलो छ अब छिटो हिँड्ने भिनाजु किशोर चाहिँ रे रन्किया खान ठिकै छ उता देवी दाई र नारायण चाहिँ अगाडि पुगिसक्नु भएको छ है यो यात्रा यस्तै छ हजुर एबिसीबाट फर्किँदाको भर्खर 10 मिनट भयो हामीले एबिसी छोडेको लज्जा 10 मिनट ओन्ली 10 मिनट्स है त नारायण देवी दाई अगाडि किशोर यहाँ भिनाजु म सँगसँगै हुनुहुन्छ है यो अगाडि माछा पुछ्रे छ हामी एबिसीमा छौँ अन्नपूर्ण पछाडि अनि छोडिसकेछौँ है अब माछा पुछ्रे हेर्नु न हामी हिमाल छोडेर हामी पछाडि आइसकेका छौँ भान्जा कहाँ हुनुहुन्छ भान्जा नि आउँदै हुनुहुन्छ ल हिमाल छोडेर हामी अगाडि बढिसकेका छौँ अगाडि टोली रन्किसक्नु भयो अब म त आज चाहिँ भिडियो बनाउँछु भनेर यसरी बनाइरहेको छु है त्यता बरफै जमिरहेछ दाइसित दुःख मनाउन नगरे कोसी त गर्ने हो त किन गइस भनेर सोध्ने होइन केही भएको थिएन हुर्रिएर सुपर फास्ट हिँडेको दाजीको स्टेमिना 22 वर्षको ठिटोको जस्तो छ ठिटोको चाहिँ छ म हो लत्री आएको त हजुरको कमाल छ दाइ तपाईँको नारायण खतरा हिँड्दो रहेछ नारायण पनि खतरा हिँड्दो रहेछ हजुर पनि खतरा आइछ के हिँड्न नसक्ने त मै हो ल हजुर छिटो हिँड्नु भयो नि त हिजो दाइ हामीभन्दा आधी घन्टा पहिला आउनुभएको थियो के हिजो हाम्रो साथीहरू टक्कै हिउँ पग्लेर पानी बगेर हिम नदी हुँदै अगाडि बढिरहेछन् त यसरी पुरै यहाँ हिमाल उसबाट भिनाजु दाई ठुल दाई झरिरहनु भएको छ पुरा यो कैद गर्दिनँ भन्यो भिडियो बनाउनु भन्यो भने फेरि गराउन मन लागिहाल्छ ए दिल हे कि मान्दैन यो मनले मान्दैन ए भानिज कता हो भानिज भानिज र भान्जा एउटै हो के ए मेरो भाइ के छ होइन यसले टाउको पनि देखाउनु न एचएटी हेट आरएटी रेट युआर फ्याट आई एम फ्याट ल इन्जोय ल अब अगाडि बढिन्छ
ल हामी तलै झरिरहेछौँ है डाउनहिल गरिरहेछौँ पुरै ओह्रालो झर्दैछौँ बाटोमा तपाईँको पुरै जमिरहेछ पानी जमिरहेछ पुरै पानी जमिरहेछ यताबाट टोलीहरू अगाडि सब बढिरहेछन् है अनि एकदम यो ट्रेल रुट चाहिँ एकदम बहुत मजाको रहेछ है यो ट्रेकिङ रुट चाहिँ बहुत मजा लाग्यो मलाई एबिसी त्यत्तिकै फेमस चाहिँ भएको रहन्छ कि बग्दा बग्दै खोला रोकिएछ यो त्यत्तिकै फेमस भएको चाहिँ रहन्छ कि फेमस वर्ल्डै फेमस त्यो रुट हो नि त यो म त अब हिँड्दै पनि छु है अब यो डर पनि लागिरहेछ हेर्नु नि पुरै यस्तो छ कि भ्यूै यस्तो छ कि के गर्ने खिच्नै पर्यो भान्जा पनि आउनु भयो खिच्नै पर्यो ल टोली अगाडि बढेकै छ अब म डराइ भयो नि भिडियो त बनाउनै पर्यो होइन बाटो यही हो डाउनहिल पुरै ओह्रालो छ मैले यता बाटो हेर्दै तपाईँहरूलाई देखाइरहेको छु मलाई यस्तो चाहिँ बहुत मजा लाग्यो पुरै यहाँबाट फेरि प्लट वान भ्यू फ्रम दिस पोइन्ट हामीले पुरै पछाडि छोडिसक्यौँ है र साथीहरू ट्याक्क यो माछा पुछ्रेको तल है अहिले ट्याक्क माछा पुछ्रेको तल पुरै पुरा कुहिरोले है हामी एकदम राइट टाइममा भ्यू गरेर सबै कुरा गरेर हामी फर्किरहेको अनि यो माछा पुछ्रे हिमाललाई चाहिँ अहिले ट्याक्क कुहिरोले छेक्दै है वाह ओएमजी ल हेर त ओहो त्यहाँ त बिचमा हिमाल यति देखेछ सबै कुहिरोले छेकिसक्यो नि त ओहो अब हामी यो कुन लेक भन्छ भाइ किशोर सर नारायण सर हजुरहरूलाई थाहा छ यो एबिसीको तलको लेकमा छौँ होइन एबिसीको तलको लेकमा यहाँ आइपुगेका छौँ अब यो पुरा तालै रहेछ यहाँ यति रमाइलो है ल हेर्नुहोस् है साथीहरू एबिसीबाट तल यहाँ पुरा आइस लेक रहेछ पुरा आइस लेक यहाँबाट एबिसीबाट तल हामी लगभग 30 मिनट तल वाक गऱ्यौँ कति 50 त्यो त हामी भिडियो खिच्दै आउँदा 50 हो नि नत्र त होइन नि ओएमजी यो लेक यार यो त यस्तो माथि वाउ बडा रमाइलो छ बडा मजा छ ल अगाडि यहाँ पुरा टक्कै तालै छ है ल साथीहरू हामी चाहिँ एबिसीबाट ट्र्याक गर्दै अहिले तल एमबिसी आइपुगेका छौँ हामी यो एमबिसीको पोइन्टमा छौँ माछा पुछ्रे बेस क्याम्प अहिले कुहिरले गर्दा माछा पुछ्रेहरू सबै ढाकिसकेका छ दिउँसोको 1:30 बजेको छ यहाँ भान्जाजी र किशोर भाइले मलाई कुरिरहेको थिए अब हामी यहाँ भेट भयौँ या इधर से शॉर्टकट है इधर एमबीसी रेस्ट में करना है तो ऊपर एबीसी जाना है ना तो आप आगे बढ़िए इसी रास्ते से भान्जा एउटा फोटो खिचिदिनु न प्लिज उनको है ना ठीक है चलो वो भांजा जी ले लेंगे ठीक है हम अभी लाइव पे हैं ना हाँ भान्जा एउटा खिच्दी बक्सियोस् सहयोग त गर्नु सक्यो नि त नि ल अब हामी अगाडि बढ्यौँ अब माछा पुछ्रे बेस क्याम्प क्रस गरेर अब हामी यो अगाडि बढ्दैछौँ है के को तपाईँ खाइस् भाइ के को खायो भाइले त भाइले चाहिँ दबाई खायो है के को हो ए ल ल अब हामी अगाडि बढ्दैछौँ यो पुलबाट हो है यस्तो एडभेन्चर हो कि एडभेन्चर भनेको यही है चाहिँ कता ढिलपिल हुने हो भन्ने डर पनि लागिरहेछ है मसँग यो
स्टिक नभएर यत्तिकै दिइरहेको छु म यो बाटोबाट। अब हामी ठ्याक्क ल एबिसी क्रस भयौँ, यो एमबिसी क्रस भयौँ होइन, यो स्पोर्ट क्रस भएर अब हामी यो सबै भएर अब 3700 भन्दा तलको मिटर हाइटभन्दा तलको रेन्जमा अब हामी अगाडि बढिरहेछौँ। अब यसपछि देउराली, अनि देउराली बसिन्छ कि अब बेम्बो नै हुन्छ कि हिमालय हुन्छ, कहाँ हुन्छ त्यो चाहिँ थाहा छैन। भान्जा आज कहाँ बसिन्छ किशोर सर? बेम्बो त हुँदैन, त्यो हिमालय ठिक छ नि बेम्बो भन्दा त। सकिन्छ भान्जा? मलाई त मजाले सकिन्छ हिमालय गाडी पुगेर हजुर 4 9 बजे पुगेर त्यही त हिमालय बसेर राम्रो भयो नि होइन, त्यहाँ मजा पनि रहेछ। ल फेरि तै बाटो एमबिसी त कट्यो, तै पनि हिउँ जम्ने ठाउँ चाहिँ छुट्या आएन क्या अझै, पुरै यस्तो छ है यस्तो। यो यताबाट फेरि सोल्टीहरू पनि आउँदैछन्, हामी चाहिँ क्रस गरेर अब आउने स्पोट देउराली होइन। फ्लो त यति हाई फ्लो छ, विदेशी पर्यटकहरूको पनि फ्लो म्याक्सिमम रहेछ एबिसीमा। बाबा यो सिजनै रहेछ कि, सिजनमा फ्लो बढी हुने भयो नि त। अब लास्ट सिजन भन्दै थिएँ मेरो होटलको दाइले। सारी यस्तो छ किशोर खै त। भिडियोमा आछ है। हाम्रो त एकछिन होइन, कति 2 घन्टामा पुगिन्छ होला। देउराली कति छ अब? यतिको स्पिडमा हिँड्यो भने यो सूर्यमाको अब खोलो मारे खोलो
आमा मामा दाइ दाइ हजुरलाई नमस्कार छ। घर बोकेर आउनु त्यस्तो ओ माई गड दाइ यार हैट चलो भिडियो पनि क्याप्चर भयो ल साथीहरू हामी दोबानबाट हिँड्दै अहिले चाहिँ 1 घन्टाभन्दा नि छिटो हामी बेम्बो आइपुगेका छौँ। अहिले हामी फर्किने क्रममा छौँ होइन। अब बेम्बो आइसक्यौँ। बिहानको 9:30 भएछ है। बिहान 9:30 भयो है। अहिले बेम्बो आइपुग्यौँ। ल यो बेम्बोको भ्यू है। यहाँ नारायण बाबु एकदम फुर्तिलो हाम्रो छोरो, यङ इनर्जेटिक ह्यान्डसम नारायण छोरो। यो भतिजो चाहिँ मजाले हिँडेछ। फर्स्ट ट्रेकिङ हो बाबुको। बाबु एकदम हिरो छ, ह्यान्डसम छ है। ल वी आर इन बेम्बो है। वी आर इन बेम्बो। आज झिनु पुग्ने टार्गेट हो। ल हाम्रो ह्यान्डसम भान्जा, हाउ आर यु आर यु फाइन? ओ आई त के भनौँ भान्जासिरी, स्थिति नाजुक छ। तैपनि भान्जाको भतिजोको हिम्मतले म आइरहेको छु। आई एम कमिङ। ओहो ल यो बेम्बोको ट्रेक रुट बेम्बो आइयो। हिजो जान 2 घन्टा लाग्थ्यो होइन हामीलाई, अहिले 1 घन्टा पनि लागेन। ओ माई गुडनेस खुट्टा चाहिँ लल्याक लुलुक भएछ। यो साइकल चलाउन डाउन हिलमा मजा, पैदल हिँड्न चाहिँ अप हिलमा मजा। उकालै ठिक, ओह्रालो भन्दा त। ल यो ब्रिज क्रस गऱ्यौँ है। वी आर इन बेम्बो। सानो बाँसको वी आर इन बेम्बो। यस्तो पुरा नेचुरल, बडा मजा। ल भान्जा, ल आई डिड इट। अफ कोर्स यु डिड। अब झिनु नि पुग्ने होला अहिले। यस, त्यहाँ तातो पानीमा नुहाउने हो, हट स्प्रिङ वाटर। ए भिनाजु आउनु हो, आउनु लौ न हो, आउन पर्यो के? लौ न आउनु न हो। आउनु भिनाजु ल। प्रफिट बढेपछि अनि जब तिमी 10,000 सम्मान पछि 15,000 वर्ष लाग्यो भने अनि बल्ल महिनामा 5,000 कमाउनु भयो। 5,000 भिडियो भनेर त्यसै जान्छ नि, स्टेप बाई बस द्याट्स इट। यो पनि स्टेप बाई स्टेप, यो पनि स्टेप बाई स्टेप। त्यो त हेर्नु नै हेरेको जानु हो। म अब माथि हेर्दिनु। उहाँ किशोर भाइ छ, यता देवी दाई कस्तो छ? मजा आइरहेछ। यो देखिएको बाटो हो, उहाँ माथि डाँडाबाट आएको। अब जाने फेरि ए यो डाँडो हो, कसरी पुगिन्छ थाहा छैन हो। हामी अब लोवर सिनेमाबाट च्यामुरुङतिर जाँदैछौँ। किशोरले उताबाट सर्टकट हान्नुभयो। अब सक्नेले सर्टकट, नसक्ने हामी लङ कट।
आउनुभयो सर्टकटे दाजु देवीलाल दाईको हालत यस्तो छ है हाँसिया छन् हाँस्न नसकी उहाँबाट आयो हाम्रो राइफने भतिजो लौजा आछ दाई कसरी हो जाने पुगिन्छ पुगिन्छ नि है दाई र म पछाडि छौँ यहाँ दाजी र म पछाडि साथीहरूमा माथि पुगिसके कसरी हो थाहा छैन हे भगवान् उहाँ भान्जा यो पुरै उकालो चढेर आएको तलबाट ठाडो उकालो यहाँ डनहरू आइसक्नुभयो आइज भने अझ पोखरा बस्यौ पोखरा ए झिनु हो कि चोमरङ हो थाहा छैन हिँडेछ बाटै सिद्धिन्न अरे ठेका हो यो चोमरङ झिनु कतिखेर आउने थाहा छैन सोल्टीहरू बिहान यहीँ हुनुहुन्छ भान्जा पनि पुरै उकालै त होइन नि भान्जा बिजी हुनुहुन्छ यता घोडा देखेर होला भान्जा बिजी हुनुभएको अगाडि गइसक्नुभयो बिहान आमलाई छोडेर कुन गाउँ आयो आउनु त आऊ भान्जा दगुरेरै हो हेलो सोल्टीहरू आउँदैछन् साथीहरू खुलित पुरै नाजुक अवस्थामा छन् नारायणको स्थिति पनि नाजुक छ छिटो आइज किन आइतिस हिँड्न नसक्ने भए छिटो गर बेटा ल भतिजो आयो अब यता ठुल्दाईको पालो छ आदरणीय दाजु छिटो आइसियो उता भाइ छ लाम हो आम अब यसपछि फेरि उकालो सुरु हुन्छ यता यसरी टेको फड्केर हिँड्ने हो दाइ यसरी लामो पाइलो चाल्ने दाइ कति नसकेको गोरस खाएको होइन र उमेरमा यहाँबाट फेरि यता है यो उकालो नसिद्धिने भयो गाँठे ए भतिजो छिटो होइन बाबु छिटो गर यसरी हुन्न वाइ होइन सास नफेरिन होइन बाबु के बा किशोर भाइ होइन देवी दाई क्या हो हजुरको ताल दाजु ए ल धन्यवाद एबिसीको लागि खानेकुराहरू ए खर्च पर्छ एबिसीको यसैमा बोकेर लगेको हामीले खाएको अलिअलि त हामीसित पनि थियो झोला ल भाइ कतिवटा खच्चड 11वटा सेटै कहाँसम्म लाने हो ए ल लोवर सिनुवासम्मको नास्ता खाना
हामी ओ माथिको घर देखियो ठाउँबाट आएको ओ माथि के को जाम हो ओ माथि हो एबिसी ल ल ल अब म पनि चढ्न सुरु गरेँ है छोरो चढ्यो अब अल्छी छिटो हिँडौँ अलि फास्ट देवी दाई स्पिड बढाउनु अलि मिलेन दाई स्पिड मिलेन देवी दाई Spain? Huh? Spain is coming from working. Yeah. 2 years. In 2 lakhs. ल हेरौँ त साथीहरू टक्क वहाँ पुगेर आएको हामी ए ल माछा पुछ्यौ तपाईँहरूले देख्नुभयो नि ए है ल आउँदैछु हो आउँदैछु म ल ए सोल्टीहरू यहाँ ए सोल्टी यहीँ छौ ए तिमीभन्दा छिटो म आइछ त हाम्रो पोटर ब्रो भन्दा नि छिटो म आएछु यार है तेरीमा टेक्ने मैले जितेछु नि त है तेरी रेकर्ड हान्यो हामीले भोगै तिमीहरूले खाएर लौ जा हामी त भोकै हामी बिहान भोकै हो 2टा पाउरोटी ब्रेड दिएको थियो बिचमा 2टा ब्रेड यति हनी अन्त्य ऊ ल हेर साथीहरू यस्तो रमाइलो छ ल उहीँ पुगेर आएको है एमबिसी पनि पुग्यो एबिसी पनि पुग्यो ल ऊ भिनाजु अगाडि हुनुहुन्छ नारायण पनि अगाडि छ म पछाडि परेँ प्रभु तर मेरो ल हेर मी पछाडि यही भ्यू हेर्न भनेर गएको ए यही भ्यूको लागि हो नजिकबाट निहालेर हेरियो त्यही हो ठुलो कुरो यही काखैमा पुगेको है ल यहाँ चोमरङ माउन्टेन भ्यू लज यहाँबाट ट्याक्कै भ्यू हेर्ने लौजा ऊ लोवर सिनुवा त्यो माथि अप्पर सिनुवा त्यसपछि दोभान बेम्बो देउराली के जाति हुँदै एमबिसी अनि एबिसी लौजा ल बिनाजु म आएँ है ल आइयो अब त गाडी बाटामा आउनु जम्मा आधी घन्टा हान्ने ठोको 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 ल ल